सबैजनालाई नमस्ते। आज म जाँदैछु धाप ड्याम। धाप ड्याम जानको लागि सजिलो र इजी वे तपाईँहरूलाई भन्न गइरहेको छु। बाइकबाट ओर्लेर म साथीको वेट गरेँ। साथी आइसक्यो। त्यसपछि बस चढेर फेरि हामी ट्याक्सी बुक गरेर सुन्दरी जलको बस पार्कमा पुग्यौँ। मान्छेहरूको भिडसँगै हामी यो गेट पार गर्दै सानो झरना देख्यौँ। त्यस टिकट चाहिँ पर पर्सनको 100 रुपियाँ र त्यसपछि हाम्रो हाइकिङ स्टार्ट भयो। मूल खर्क हुँदै धाप ड्याम जाने बाटो देख्यौँ र मूल खर्कको भ्यू इन्जोय गर्दै हामीले दृश्य राम्रोहरू देख्यौँ। राम्रो दृश्य थियो, एकदम खुसी लाग्यो। कसैले फोहोर नगरिदिनु होला, बाटो एकदम क्लिन छ। धाप ड्याम पुग्नको लागि सर्टकट बाटो रहेछ। त्यसपछि हामी धाप ड्याम देख्यौँ, हामीले अयसिल टिपेर खायौँ। त्यसपछि हामी फाइनली धाप ड्याम पुग्यौँ। भ्यू एकदम राम्रो थियो, मलाई एकदम खुसी भयो। हावा चिसो थियो र एकदम राम्रो लाग्यो। सबैलाई थ्याङ्क यू हेर्नुभएकोमा, सबैलाई एकदम धेरै धन्यवाद। यो च्यानललाई सब्सक्राइब गरिदिनु होला।